Welcome to Vedic Vibes. Vedic Vibes માં સ્વાગત છે. જય પશુપતિનાથ, ભોલે બાબા की जय, माता सीता की जय, नेपाल आमा की जय. नमस्कार, जय श्री कृष्ण। म दिनेश पोखरेल। वसुदेवसुतं देवं कंसचाणूरमर्दनं देवकी परमानन्दं कृष्णो वन्दे जगद्गुरुं। जय श्री कृष्ण। आज म भगवत गीताको अध्याय 2 श्लोक 47 एकदमै पपुलर श्लोक रहेको छ, त्यो गाउन गइरहेको छु। कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्तु कर्मणि। यो भगवत गीताको कर्म कसरी कर्म र फलको बारेमा के गर्ने भनेर भगवानले भनेको श्लोक छ र यो यसको अर्थ चाहिँ आदि शङ्कराचार्य भगवानले उहाँले गरेको व्याख्या अनुसार हजुरको अधिकार केवल आफ्नो कर्म गर्नेमा मात्र हुन्छ, त्यसको फलमा होइन। र यदि हजुरले काम गर्दा त्यसको नतिजा फलको लोभ चाहिँ कहिले नगर्नु होला, गर्नु हुँदैन। यदि हजुरले फलको आशा राखेर काम गर्नुभयो भने त्यही फलको लोभमा फसेर हजुर चाहिँ त्यो फलको आशामा फसिसकेपछि त्यही लोभको कारण जन्म मृत्युको चक्रमा अल्झिरहनुहुन्छ। र यदि हजुरहरूले कर्म पनि गर्न छोड्नुभयो, फल नपाइने भनेर दुःख हुन्छ भनेर कर्म गर्न छोड्नुभयो भने चाहिँ फेरि त्यो पनि गर्न मिल्दैन भन्नुभएको छ भगवानले भगवत गीताको अध्याय 2 श्लोक 47। हजुरहरूले पनि यसलाई पढ्न सक्नुहुन्छ अनलाइनमा गएर सर्च गरेर गुगलमा। थ्याङ्क यू भेरी मच। जय श्री कृष्ण। राधे राधे।